इच्छाको व्यक्ति पनि हामीले त्यहाँ राख्नै पर्छ। त्यो राख्दा के हुन्छ, कथम कदाचित घटना दुर्घटना भयो र यदि हामीले चाहिँ सम्पर्क गर्ने मान्छे फेला परेन भने त्यो पैसामा चाहिँ धेरै समस्या हुन्छ। त्यो पैसा हामीले फिर्ता भुक्तानी गर्न गाह्रो हुन्छ। अहिले हामीले सुनिरहेको छ नि है, राष्ट्र ब्याङ्कले नेपाल सरकारले के भने 10 वर्षदेखि डम भएको पैसा हामीले चाहिँ अब त्यसलाई राष्ट्रिय ढुकुटीमा सार्ने भनेको छ। त्यो भनेको के हो? त्यो भनेको यस्तै हो, ब्याङ्कमा हेर्नुहोस्, म त ब्याङ्कमा काम गरेको मान्छे, 20 वर्षदेखिका त्यहाँ पैसा खातामा पैसा छन्, लाखौँ रुपियाँ छन्, जस्ता पैसा छ। ब्याङ्कले त्यहाँसम्म जानै सकेको छैन कस्टमरसम्म। यो जो मान्छेको खाता हो त्यहाँसम्म पुरै, किनभने सम्पर्क छैन, उसको फ्यामिली डिटेल छैन, उसको सम्पर्क ठेगानामा खोज्यो ठेगानामा मान्छे छैन, उसको परिवारको विवरण छैन, इच्छाको मान्छे छैन, मोबाइल नम्बर छैन, टेलिफोन नम्बर छैन। त्यो नहुँदाखेरि उसको भएको पैसा पनि दिनलाई ब्याङ्कलाई अप्ठ्यारो भइरहेको छ। कहाँ दिने हो त्यो पैसा? अब राष्ट्रियकरण अलमोस्ट, हुन त निक्षेप यस्तो चिज हो कहिले पनि राष्ट्रियकरण हुँदैन मैले बुझेसम्म। किनभने त्यो कुनै न कुनै पोइन्ट अफ टाइममा यदि हकवाला उठेर आयो भने पैसा दिनै पर्छ। तर अहिले सर्टेन टाइममा चाहिँ उसले सरकारले त्यो पैसा तानेर लाने भयो होइन। पछि प्रोसेसमा गएपछि त्यो पैसा फिर्ता आउँछ, फिर्ता नआउने भन्ने कुरा होइन। तर भन्न खोजेको के भने त्यस कारणले यी डिस्क्लोजरहरू हामीले प्रोपरली दिनुपर्ने हुन्छ। त्यसले गर्दा हाम्रो निक्षेप सुरक्षित हुन्छ। अब आम्दानी र स्रोत के हुन्छ भने हामीले कति कमाउँछौँ, हाम्रो ट्रान्जेक्सन हामीले कति ट्रान्जेक्सन गर्छौँ त्यो अनुसारको हाम्रो आम्दानी हुनुपर्छ। र आम्दानी त छ, मैले यतिकै गरेर वर्षमा मैले 1 करोड रुपियाँ कमाउँछु भनेर भन्न पाइएन नि। मैले 1 करोड रुपियाँ कमाउँछु भनेपछि मैले कसरी 1 करोड रुपियाँ कमाउँछु भन्ने कुराको इभिडेन्स पनि हुन्छ। स्रोत व्यापारबाट कमाउँछौँ भने त्यहाँ कर तिरेको हुनु पर्यो, रोजगारीबाट कमाउँछ भने स्यालेरी सर्टिफिकेट हुनु पर्यो, अथवा अरू कुनै इन्कमहरू छ वैदेशिक रोजगार हो भने त्यो अनुसारको एग्रिमेन्टहरू हुनु पर्यो। त्यो कुराहरू हामीले दियौँ भने हाम्रो कारोबार हाम्रो खाता एकदम सेफ हुन्छ। त्यसकारण यो आम्दानी र स्रोतहरू हामीले दिनै पर्ने हुन्छ, पुर्याउनै पर्ने हुन्छ। त्यसैले अनुमानित कारोबारको विवरण कति कारोबार गर्ने भन्ने कुरा हामीले सुरुमै डिस्क्लोज गर्नुपर्छ। मैले वर्षभरिमा 1 करोड कारोबार गर्छु, वर्षभरिमा 2 करोड कारोबार गर्छु, वर्षभरिमा 20 लाखको कारोबार गर्छु भनेको छ भने त्यो परिधिभित्र बसेर हामीले कारोबार गर्नुपर्ने हुन्छ। यदि मेरो हैसियत बढ्यो, हिजोको दिनमा मैले महिनामा 1 लाख कमाएको थिएँ, अब मैले महिनामा 2 लाख कमाउन थालेँ, 1 लाख मैले कमाउँदाखेरि वर्षको 50 लाख कारोबार गर्छु मैले भने ओके। अब मेरो हैसियत बढ्यो, 2 लाख रुपियाँ कमाउन थालेँ, अब मैले 1 करोड कारोबार गर्छु है भन्न मिल्यो, म्याच गर्यो। तर म कमाउन चाहिँ महिनाको 25,000 कमाउँछु, तर कारोबार चाहिँ म 5 करोड गर्छु भन्न पाइयो? पाइएन। त्यसबाट के देख्यो त भन्दा उसको जुन आम्दानीको स्रोत छ त्यो लुक्यो रियल ग्राउन्डमा। त्यो सम्पत्ति स्वीकृतिकरणको प्रयास हुनसक्छ। त्यो तरिकाले यो नियमनकारी निकायले अथवा चाहिँ संस्थाले पनि त्यसरी लिन सक्छ। त्यसपछि हाम्रो परिचयको डकुमेन्ट दिनुपर्ने हुन्छ। अहिले ब्याङ्किङ सेक्टरमा नेसनल आइडी राष्ट्रिय परिचय पत्रलाई म्यान्डेटरी गरिएको छ। नागरिकता र नेसनल आइडी दुईटै सब्मिट गर्नुपर्छ। त्यो सँगसँगै परिस्थिति अनुसार आफ्नो फ्यामिली मेम्बरको डकुमेन्ट पनि दिनु पर्ला, आफ्नो परिस्थिति अनुसार आफ्नो ब्याङ्कको डिटेलहरू पनि दिनु पर्ला, परिस्थिति अनुसार अरू कागजातहरू पनि दिनुपर्ने हुनसक्छ जुन कुरा ब्याङ्कले माग्छ, जुन कुरा संस्थाले माग्छ। तर यति कुरा यो आधारभूत कागजातहरू हुन्। यी आधारभूत कागजात हामीले संस्थालाई दिनै पर्ने हुन्छ। अब पहिचान कहिले अद्यावधि गर्ने त हाम्रो भन्दा सिम्पल कुरा छ। खाता खोल्न गएपछि हामीले एप्लिकेसन दिन्छौँ, त्यति बेला हाम्रो केवाइसी डिटेलहरू हाम्रो इन्फर्मेसनहरू हामीले सेयर गर्नुपर्ने हुन्छ। सामान्य कुरा हो। हामीले सदस्यता लिन्छौँ, निक्षेप गर्छौँ, खाता खोल्छौँ, ऋण लिन्छौँ, त्यति बेला हामीले गर्नु पर्यो। र एकपटक गरेपछि यो केआइएम भन्ने कुरा कस्तो भने एकपटक मैले भएर दिइसकेको छु भइहाल्यो नि, होइन। यो एउटा डाइनामिक सब्जेक्ट हो, गतिशील चिज हो। आज हामीले स्टेटस एउटा छ, भोलि अर्कै हुन्छ। हिजो मैले जागिर खाएको नेपाल ब्याङ्क लिमिटेडमा मैले जागिर खाँदाखेरि म 17 वर्षको थिएँ होइन। त्यति बेला मेरो कमाइको स्रोत कम थियो, स्यालेरी 940 रुपियाँ थियो। आज म कुनै एउटा संस्थामा सिनियर पोजिसनमा पुगेँ, मेरो कमाइ महिनाको 2 लाख रुपियाँ भयो, मेरो स्टेटस चेन्ज भयो नि। त अहिलेको समयमा मान्छेको स्टेटस बिजनेसमा लाग्नु भएको छ, एकदम छिटो ऱ्यापिडली चेन्ज भइरहेको हुन्छ। इन्कम सोर्सहरू बढिरहेको हुन्छ। जसरी जसरी आफ्नो हैसियत बढ्दै जान्छ त्यसै गरी हामीले अपडेट गर्नुपर्ने हुन्छ होइन। हिजोको दिनमा सिम्पल रत्नराजी क्याम्पसमा अथवा नेपाल ल क्याम्पसमा जसले एलएलबी अथवा एलएलएम पढिराख्नु भएको थियो, आजको दिनमा उहाँहरू धेरैजना अहिले संसदमा हुनुहुन्छ। उहाँहरूले ब्याङ्क खाता खोल्दाखेरि हिजो के भन्नुभयो, म विद्यार्थी थिएँ भन्नुभयो। आजको दिनमा उहाँले के गर्नुभयो, अब सांसद भइसक्नुभयो। अब उहाँले आफ्नो केवाइसी अपडेट गर्नुपर्छ, आफ्नो तर्फबाट गएर अपडेट गर्नुपर्छ।
किनभने उहाँको स्टेटस धेरै चेन्ज भयो। त्यो अनुसारले उहाँले कारोबार पनि बढाउन सक्नु होला अथवा नेसनल रिक्वायरमेन्ट कानुनको अघि एएमएल एक्ट भन्यो नि, त्यो एएमएल एक्टले के भन्छ, यदि तपाईँको स्टेटस चेन्ज भएको छ भने त्यो चाहिँ तपाईँले इमिडिएट आफ्नो खाता भएको संस्थामा गएर अपडेट गर्नुहोस् भन्छ। यी सबै कुराहरू मैले आफ्नो मनले भनेको छैन है, यो कानुनमा भएको कुरा हो। त्यो भएर मैले चाहिँ यहाँलाई यो जानकारी गराउन खोजेको हो। त्यसपछि कहिलेकाहीँ केही कारणले संस्थाले, सरकारी संस्थाले चाहिँ तपाईँहरूलाई फोन गरेर